हामी चाहिँ यो मन्टनाको ग्लेसियर नेसनल पार्कतिर जाँदैछौँ, गोइङ टु द सन रोड। यो हाम्रो फर्स्ट टाइम हो, कस्तो हुन्छ हेरौँ, अब कस्तो राम्रो छ छैन हेरौँ। अहिले युएस भित्र पसिसकेको छ। यो चाहिँ युएस को बोर्डर क्रस गरेर मन्टनामा पसिसक्यो। कस्तो छ अब हेरौँ, डाँडा काँडा छ। यो चाहिँ ग्लेसियर नेसनल पार्क घुम्नु आएको हो। यस्तो छ, लाउ आऊ न, यस्तो छ डाँडा काँडा। ए यो रोडको नाम चाहिँ गोइङ टु द सन रोड अरे। अब हेरौँ कस्तो छ ग्लेसियर नेसनल पार्कको। अब यहाँ चाहिँ पैसा तिर्ने रहेछ। पार्कभित्र पसेको कति तिराउँछ पनि। अब अमेरिका, अमेरिका, क्यानाडा, अमेरिका कति छ? प्राइभेट भेहिकल 35 पो तिराउँदो रहेछ त, मोटरसाइकलको 30। कति यहाँ ल्याउ त, यहाँ रहेछ प्राइभेटको कति कति। महँगो पो रहेछ त। एकजनाको 100 रुपियाँ US डलर भनेपछि दुईजनाको 200 अनि प्लस $35। यस प्लिज। सजिलो छैन रहेछ गोइङ टु द सनमा आउनु। हाम्रैतिर सस्तो रहेछ त नि। So on to the receipt. That's your pass, good for 7 days. ओके, थ्याङ्क यू। बिल हेरौँ यहाँ। बिल 235। Oh my god. सम्ती होला भनेको त, कहाँ सजिलो रहेछ र आउनु। गोइङ टु द सन, गोइङ टु द सन रोड हेर्नु जानु सजिलो छैन रहेछ है। महँगो रहेछ, महँगो। महँगो बिल्डिङ के अरे पास देख्नु होला नि, पास 235। बजी चाहिँ कति भयो? 10:50 बजी त 11 बज्न आँट्यो। 235 रुपियाँ। वान वे भनेपछि कहाँ यहाँ राख्छ गाडी? यहाँ राखेर यहाँ कता एउटा नजिक रहेछ क्या, के हेर्ने जस्तो लागेको छ नि त। त्यसो त टाइम त धनमा। अनि हामी अहिले गएर होटेलमा त जाँदैन नि त। अब यहाँ हेर्नु पो पर्यो त। अब कहाँ छ? कत्रो महँगो नि। धेरै महँगो रहेछ। म त 35 रुपियाँ मात्रै भनिरहेको थिएँ। पर्सनको लाग्दो रहेछ त्यही पनि। 100। अनि हामी त झन् केटाकेटी यसपालि केटाकेटीलाई जाउँ भनेको मानेन। वक गर्नुपर्छ थार छ भन्नु थाल्यो। कहिले केटाकेटी नछोडी हिँडेको, आज केटाकेटी छोडेको। पैसा नि अलिकति सेभ पनि भयो हुनु चाहिँ, तर अब न त अनि कति 400 लाग्दो रहेछ। चारजनाको 435। अलिकति सेभ पनि भयो। केटाकेटी छोडेर आएर अलिकति मन त उयो त भइरहेछ। यत्रो 8 वर्ष भयो कहिले छोडेको थिएन भाइलाई त झन् अल्बो त ठुलो भयो। अब म कसरी सुत्नु भन्दै थियो। अब पार्किङ पनि छैन गाडी राख्ने। पार्किङ न पार्किङ 3 घन्टाको दिइसकेछ। अमेरिकातिर चाहिँ जङ्गलै जङ्गल हुन्छ, क्यानाडामा चाहिँ जङ्गल हुँदैन है। म के अरे नामै जान्दिनँ, खालि मन्टना मोन्ट्रल र मोन्ट्रल के भन्नु आउँछ। मन्टना पोखरी रहेछ। पोखरी
त्यस्तो क्या सेटल यस्तो उयो यस्तो गर्दो रहेछ हो त्यो देखेँ मान्छेहरू अनि यसले चाहिँ ठ्याक ठ्याक कहाँ होइन पुग्ने त्यहाँ लगिदिँदो रहेछ जहाँ पैसा अन्त त्यतिकै चाहिँ कसले गर्छ यता नि आगो लागेको रहेछ मैले आगो लागेर चाहिँ सबै सुकेर आएको छ पनि सबै धुवाले क्लियर देखेन डाँडाहरू यस्तो छ सबै एउटा लेक रहेछ धुवाले गर्दा केही देखेन डाँडामा हेर्नु चाहिँ रुख भन्ने ठुलो ठुलो रुखै छैन गोइङ टु द सन रोड अब यस्तो छ यो बाटो ठिकै छ बाटो त पोखरी हो नि यो उतादेखिको खोला होइन के को खोला हो धुवाले एकदम नराम्रो बनायो यस्तो रहेछ के को डरमर्दो यस्तो चट्टानै चट्टान यस्तो छ जिन्दगी माथि एउटा सानो पानी झर्ना जस्तो क्या त्यहाँ हेर न माथि त्यो हिउँ बिलेर आएको सबै डाँडाहरू यस्तो यस्तो छ है मनाचीहरू हेर्नुपर्छ है अनि कस्तो छ सबै धुप्पी धुप्पी गाडी उता रोड हावा पनि चिसो सरर आउँदैछ अझै यस्तो गरम छ कति 25 डिग्री छ बाहिर तर हिउँ अझै बिलिसकेको छैन यस्तो चट्टान छ नि यो यहाँ पर चाहिँ एउटा झरना रहेछ है सानो त्यो चाहिँ सबै आइस बिलेर झरिरहेको झरना छ दामी रहेछ दामी देख्दो रहेछ डाँडाहरूको बिचमा त्यो चाहिँ सबै आइस मेल भएर चाहिँ पानी भएको भनौँ न झर्दै रहेछ दामी रहेछ माथि चाहिँ माथि चाहिँ हिउँै साँच्चै पिलिसकेको छैन उत्तरतिर चाहिँ पिलेछ फेदतिर चाहिँ पिलिसकेकै छैन यहाँ तल तल हेर्नुपर्छ अब भोक लाग्दैछ हो चिकन स्यान्डविच रहेछ दामी अब खायो यो 14 रुपियाँ अरे हौ
इटालियन स्यान्डविच स्यान्डविच महँगो 14 ए 6 रुपियाँ कति देखेको थियो सोरे हाम्रो खाजा यति हो गाडीमा डुल्दा डुल्दा भोक लाग्यो अब खाइँदैछ अब घरमा भात खान्छ बदमा त यसो खानुपर्छ भुक्कै चिया पनि ल्याएको मन त तर थर्मसमा हालेर तातो रह अन्त मान्छेहरू भ्यू हेरिरहेछ हामी यता खाँदैछौँ चिया बोकेको छ यी घरबाटै चिया बनाएर चाहिँ तातो छ यो बाटो चाहिँ विन्टरमा चाहिँ टोटली ब्लक गर्छ खुलाउँदैन किनकि एकदम धेरै हिउँ पर्ने भएकोले गर्दाखेरि यो चाहिँ टोटली बन्द हुन्छ अक्टोबरतिर बन्द हुन्छ होला सायद अनि खुलाउनु पनि समरमा मात्रै खुलाउँछ लगभग जुनदेखि स्टार्ट हुन्छ होला हौ बाटो खुलाउनु ट्याक्कै दामी छ अझै आधी बिचमा आइपुग्यौँ भनौँ न हामी अब आधी बिचमा आएर चाहिँ यसो भोक पनि लाग्यो भोक लागेकोले गर्दाखेरि चाहिँ खाइँदैछ उसले त खाइसक्नु पो आँटेछ उसले त साह्रै हङ्ग्री भएछ ऊ म हङ्ग्री थाम्नु नसक्ने ऊ चाहिँ भोको त्यति खप्नु सक्दैन उसलाई चाहिँ चाहिन्छ म चाहिँ भोको खप्नु सक्छु मजाले चिया आमै भोको खप्दैन नि त आमा पनि भोको खप्नु सक्दैन हो खोइ चाखौँ कस्तो छ तातो रहेछ गर्मीमा तातो त सक्दिनँ म त है पानी खान्छु बरु म खाजा पनि खाइसकियो अब फेरि बाटो तताइयो अब बाटो तताइयो फेरि मान्छे कति रहेछ छैन त गाडी राख्ने ठाउँ यस्तो प्याक छ प्याक राखेको प्याक भएकोले गर्दाखेरि गाडी राख्ने ठाउँ छैन
घुम्यो एक्जिट आइसकिसक्यो भ्यू क्या राम्रो देखिरहेछ पार्किङ खानु त नि कहाँ
फोटो त माथिबाट झर्या छ एकचोटि देख्दैन क्या हो झर्का त पहाडलाई चाहिँ खोलेर चाहिँ बनाएको छ यो रोड
यस्तो छ चट्टानलाई खोलेर चाहिँ रोड आउँदैछौँ अब दामी सालु कस्तो छ उता खोला जस्तो छ सानो खोला हो गएर खाने हो उता अबि यस्तो हेर डाँडा काँडा खोला नाला भनेको जस्तै भएछ यस्तो छ खोलेर बनाएको नि यहाँ एउटा सानो झरना जस्तो रहेछ ल त्यस्तो झरना हेरौँ अहिले आउँ गाडी आइरहेको यस्तो छ गोइङ टु द सन रोड यस्तो अग्लो छ नि त है यस्तो बाख्रा पाउँछ अरे यहाँ बाख्राले चाहिँ भित्ता चाड्छ अरे भनेको सुनेको हेरौँ अब देख्छ कि देख्दैन यस्तो छ हेरौँ अब बाटो चाहिँ यस्तो बनाएको रहेछ पारी चाहिँ ट्रेन अड्किरहेछ हेरौँ बाटो अब लोथर्के कुद्दैछ यस्तो रहेछ बाटो चाहिँ ठिकै छ यतिको त्यो पारीको डाँडामा होला हौ बाख्रा अब देख्छ कि देख्दैन अब हेरौँ यता आउँदैछ बाख्रामा जाडोले गर्दाखेरि आएको छैन हेरौँ अब यहाँ बस्ने ठाउँ रहेछ त्यही बाख्रा नि गोठ हेरौँ यस्तो यस्तो छ यो पराको डाँडामा चाहिँ रहेछ बाख्रा छैन अब बाख्राले चाहिँ त्यो पाखा चाड्छ अरे त्यो के भएर नुनिलो होला त्यो भएर रहेछ बाख्रा छैन डाँडा काँडाको बिचमा रहेछ सानो होटल रहेछ त्यसको नाम चाहिँ ग्लेसियर हेभन रिसोर्ट रहेछ पार्क ठ्याक्कै 5 बजीदेखि खुलिँदो रहेछ 9 बजीसम्म होला सानो चिटिक्कैको छ डुल्दा भोक लाग्यो अरे अब यहाँ भात खान आएको चाहिँ सानो रहेछ एउटा मन्टाना कफी ट्रेडर यस्तो रहेछ सानो यसको मेन्यु चाहिँ त्यहाँ रहेछ यहीँ बनाउँदो रहेछ यिनीहरूले
सानो रहेछ बाहिर चाहिँ यस्तो हाम्रो अर्डर पनि आइसक्यो यो चाहिँ के भन्दा चिकन र नुडल छ उसको चिकन फ्राइड राइस मिठो छ गुलियो गुलियो के गुलियो लाग्यो ल है अब खाऊ कस्तो छ हेरौँ मिठै रहेछ चिकनको नुडल मिठै छ चाउमिन मिठै छ मलाई चाहिँ भातै मनपर्छ चिकन फ्राइड राइस मिठो छ भोकको तालमा मजाले खाइयो पनि तर अलिकति तेल चाहिँ धेरै हाल्दो रहेछ क्या तेल चाहिँ तेलमै पुरा डुबाउँदो रहेछ मिठो त मिठै छ तर साह्रो तेल ग्लेसियर हेभन इन आजको रात चाहिँ यहाँ बसिन्छ अब यस्तो छ यो त डाँडा काँडा